नारायण। दर्शकवृन्द नमस्कार। आजको भिडियोमा म हाम्रो परिवारको एउटा ऐतिहासिक व्यक्तित्व सँग म छु। अब हाम्रो कुलको हजुरबुवाको तह हामीभन्दा हाम्रो बुबाहरूभन्दा एक तह माथिको व्यक्तित्व अब मात्रै हजुरआमा हुनुहुन्छ। उहाँ मेरो कान्छी हजुरआमा हुनुहुन्छ। म माइलाको नाति, उहाँ कान्छी हजुरआमा। त्यो समय, त्यो परिवेश, त्यो समाजबाट गुज्रिएर आफ्नो जीवन निर्वाह गर्दै गर्दै आजको समयसम्म आउनु भएको छ। उहाँहरूका अनुभव, उहाँहरूका तिता मिठा कुराहरू यही त हो समाज सुधारको आधार। हजुरआमा, अहिले हजुर कति वर्षकी हुनुभयो? 90 वर्ष। 90 वर्ष। ए, हजुरको जन्म कति साल थाहा छ? 93 साल। 93 साल। 11 वर्षको थिएँ। 11 वर्षको उमेरमा विवाह भयो। के अरे, बाल विधवा पनि हुनुभयो। कस्तो के परिस्थिति भएर हजुरबुवा बित्नुभयो? गोठामा जानुभएको थियो अरे, खिर पकाएर घरमा ल्याउँछु भनेर जानुभएको। खिर लिएर आउँदाखेरि बाटामा खिर पनि लुगा फुकाएर राखेर खुकुरी राखेर पौडी खेल्न पर्दाखेरि ती पौडी खेल्न बित्नुभयो। ए, विवाह भएको कति भएको थियो? 15 महिना। 15 महिना भएको थियो हजुर विधवा हुनुभयो। 11 वर्षको उमेरमा विवाह गर्नु त त्यो कानुनी रूपमा दण्डनीय हुन्छ, तर त्यतिखेरको समाजले चाहिँ गर्दो रहेछ। अनि अलि ठुलो भएपछि अब के बस्नु, अन्तै फेरि विवाह गर्नु पर्यो जस्तो लागेन कहिले? त्यसो गर्दाखेरि साह्रै हेलाउनिन्छ, साह्रै हेलाउनिन्छ। जैसे भए पनि सबैको भान्से छु, सबैको भान्से हुन्छ। अर्कातिर गएर त्यसको भान्से पनि हुँदैन, घरमा माइत आउँदैन हुँदैन भन्ने लाग्यो, बस्यो। अनि अहिलेसम्म नाति नातिना परिवारसँग बस्दै हुनुहुन्छ। बस्दै गरे। त्यो समयमा नि यदि हजुरले दोस्रो विवाह गरेको भए साँच्चै अपहेलित हुने समाज थियो नि? थियो। उपाध्याय बाहुनसँग गएपछि पनि त दोस्रो विवाह गरेँ कि यो पहिलोको कि घर आउँथेर छुन्थे भन्दै। ए, त्यति वर्जित हुन्थ्यो? वर्जित थियो, माइतमा पनि हुँदैन थियो, घरमा पनि हुँदैन थियो। माइतीले पनि हेलै गर्थे? हेलै गर्थे। गाउँमा पनि परिवारमा पनि सबैले हेला गर्थे। पहिला गएको भए? पहिला गएको। पढ्न त पाउनु भएन कि? पढ्नु कति बेला पढ्नु? 11 वर्ष अब मेरो अगाडि छोरीले पढ्नु पर्दैन हुँदैन। छोरीलाई कहाँ खर्च गरेर पढाउनु भन्थे। 11 वर्ष उमेरदेखि घर आएर बस्यो। त्यहाँदेखि यता त पढ्न कसले दिन्थ्यो र